हेलो एभ्रिवान एन्ड नमस्ते। म चाहिँ आज रुपैडिया गएको थिएँ होइन। अनि यहाँ गएको बेला चाहिँ मलाई सबसे मनपर्ने सपिङ गर्न मन लाग्ने ठाउँ भनेको चाहिँ त्यहाँ भएको सिटी कार्ट मार्ट हो। म गएको बेला त्यहाँ एभ्री टाइम त्यहाँ भिजिट गरेकै हुन्छु। मलाई चाहिँ यहाँको सामानहरू चाहिँ एकदमै मनपर्छ कि एकदम सस्तो पनि हुने अनि रिजनेबल प्राइसमा। अनि त्यसमाथि चाहिँ हरेकचोटि चाहिँ सामानहरूमा अफरहरू आइरहेको हुन्छ। हरेकचोटि जाँदाखेरि चाहिँ मैले चाहिँ यो देखाउनुको मतलब एडभर्टाइजमेन्टको लागि चाहिँ देखाएको चाहिँ होइन कि कतिलाई थाहा नहुनसक्छ होइन, यहाँसम्म पुग्नु भएको छैन होला। म चाहिँ यहाँ सुरुदेखि गएदेखि त म त यहाँ पल्किसकेको छु कि यहाँ जानलाई। हरेक सामानहरू देख्नुभयो भने मैले कति देखाइरहेको छु भिडियोहरूमा, कति सस्तो छ बच्चाहरूको लागि। खिलौनाहरूदेखि लिएर तपाईँको कपडाहरू भयो, बच्चा ठुलोलाई, मेल फिमेल सबैलाई। स्लिपरहरू छ, ब्यागहरू छ। यहाँ चाहिँ 2टा फ्लोर छ, माथि र तल। म चाहिँ अहिले माथिको फ्लोरमा छु। त्यसपछि यहाँ कपडाहरू हेर्न सक्नुहुन्छ। यस्तो राम्रो राम्रो, यति सस्तो। 1 पिस कुर्तीहरू, साडीहरू, यो सर्ट हेर्नु 299 आइसीको जम्मा। यो यस्तो राम्रो प्लेनमा सर्टहरू छ, कपडाहरू छ। त्यसपछि तलतिर जानु लाग्यौँ। तल चाहिँ यहाँ हामीले चाहिँ खासै सामान लिएनौँ। जहिले जाँदा के न के लिएर हुन्छौँ, के लिनु त नि। अनि 1-2टा सामान चाहिँ ल्याएको थियौँ अनि त्यही क्यास काउन्टरतिर आएको थियौँ। यहाँ चाहिँ फेरि यहाँ अफरमा हेर्नु पर्फ्युमहरू, कस्मेटिक सामानहरू कस्तो राम्रो राम्रो छ। यो के लेडिजहरूको लागि त्यो नेल पलिसहरू पनि त्यो कस्तो सस्तो छ कि। म त 6वटा किनेर ल्याएको थिएँ एकचोटि जाँदा। कप मैले चाहिँ यो कप किनेँ, पहिला थियो तर फुटिसक्यो, त्यही भएर फेरि लिन मन लागेर यो कप लिएँ। जम्मा 129 आइसीको त्यो कप। त्यसपछि हामी डुल्दै चाट खान गयौँ तर त्यहाँ चाटवालै थिएन। त्यसपछि फेरि फर्केर आयौँ, डुल्यौँ। त्यसपछि त्यहाँ भएको एउटा भाइरल कपडा बजारमा गयौँ, तर त्यहाँ कपडा बजार नगएर त्यसको माथिको फ्लोरमा चाहिँ कस्तो राम्रो सामानहरू पाइन्छ कि सस्तो सस्तो। त्यहाँ चाहिँ एकचोटि हेर्न गयौँ। भाइसँग गएको थिएँ, भाइलाई पनि देखाउनुहुन्छ भनेर डुलाउनु लगेको थिएँ। यहाँ चाहिँ तपाईँको 10 रुपियाँ आइसीदेखि स्टार्ट हुन्छ। 10, 20, 60, 100 यस्तो छ सामानहरू। अनि एकदमै कि त्यो बच्चाहरूलाई हुन्छ नि हेर्दै या हामीलाई पनि झट्ट मनपर्ने अनि डेली अब उसमा युज हुने खालको सामानहरू पाइन्छ। एकदमै क्युट के यो भासहरू हेर्नु, जम्मा 60 रुपिस आइसीको भनेको 100 रुपिसको यो भासहरू। अनि त्यो कपहरू भयो, यो फ्लावरहरू जम्मा 160 नेपालीको। कस्तो राम्रो राम्रो हुन्छ कि। अब जहिले गए बेला केही न केही लिइरहेकै हुन्छु। अब एकदम मजा लाग्छ कि। केही रुपैडिया आएको बेलामा यहाँ पुगेर केही नकिने नडुलेसम्म त मलाई मजै लाग्दैन। बजार आएको केही मजै लाग्दैन रुपैडिया आएको।